सो गाइज विदेशको जुनसुकै ठाउँबाट पैसा पठाउँदै हुनुहुन्छ भने चाहिँ ट्याप ट्याप एप डाउनलोड गर्नु नभुल्नु होला। सबै मैले डिस्क्रिप्सन र कमेन्ट पिनमा राखिदिएको छु र तपाईँले फर्स्ट ट्रान्जेक्सनमा मेरो नाम युज गर्नुभयो भने चाहिँ तपाईँले $15 एक्स्ट्रा बोनस पनि पठाउन सक्नुहुन्छ। सो विदेशमा कमाएको पैसा चाहिँ नेपालको ब्याङ्क अकाउन्टमा राखेर सेभ गर्न नभुल्नु होला। जुनसुकै ठाउँबाट ट्याप ट्याप एप डाउनलोड गर्नुहोस्, 2 मिनेटमा नेपाल पैसा पठाउनुहोस्। नेपालको सबैभन्दा रहस्यमय र सुन्दर गाउँमध्ये एक आज हामी पुग्नेछौँ, गुर्जा म्याग्दी। म्याग्दी जिल्लाको अन्तिम भेग रहेको छन्त्याल समुदायको ऐतिहासिक बस्ती गुर्जा। हामी सानैबाट सुन्दै आएको गुर्जा गाउँ एकदमै टाढा, एकदमै माथि। अरूहरूले भन्थे टुपी भन्दा माथि ठाउँ छैन, गुर्जा भन्दा माथि गाउँ छैन। नहाँस न। So what's up beautiful people, this is the boy people, welcome back to another episode of MRV vlog. So आज चाहिँ हामी चाहिँ गाउँमा छौँ सबैजना। हामीले यहाँ बुट पनि सुकाएको छौँ, यस्तो गरेर सर्लक्कै बुट बेच्यो भने त कति होला, लगभग 5-7 लाख त होला। 5-7 लाख होइन, 5-4 लाख त होला। सिडी तिनटाको कति पर्यो, सिडीको नयाँको गरेर 1 लाख त पर्यो। 1 लाखले नि 3 लाख आयो। 3 लाख भयो। अनि त्यसलाई कति हो, त्यसको 49 50 पर्यो। यसको यो त सस्तो भयो, 20-30 हजार त पर्छ नि होइन। 20-30 50 कति पर्यो, यत्रो छ गाइस। धनी भइयो गाइस। ल चराहरू चिरचिर गरेर यहाँ जीवा बस्नु भयो। सन्चै हुनुहुन्छ जीवा? सन्चै छ। गाउँतिर जानु मन लागेन र? फुप कहाँ जानुभयो? ए ल हाम्रो जीवा कति वर्ष हुनुभयो अरे हजुर? 91 वर्ष 91 लाग्यो। अहिले आफै घाँस काट्नुहुन्छ होइन? अनि यहाँ बोटे सुटे, ओ बोटे हल्छी रातभरि गाउँ डुल्ने, दिनभरि आएर यहाँ सुत्ने, घरै राख्यो भने भुक्ने। किन त्यस्तो केटाहरू चाहिँ घाम तापेर पछ्यान। भाइले डिबी किला झिक्यो, कपडाहरू यहाँ सुकाइया गाइस। गाउँको नजरिया हेरौँ न। ओए यु क्यान सी द गाउँ। काफल खाने भनेको गाइस अहिले गाउँमा काफलै नफल्दैछ। दिमाग खराब भयो यार। दिमाग खराब हुनु पनि सीमा हुन्छ नि यार। तपाईले हिजो काफल पाउँछ फले छैन क्या अहिले यो साल। माथितिर त फल्छ, फेरि हाम्रो भागमा फले छैन क्या। बाइकहरू सबै यहाँ 5वटा केटाहरू ग्याङ ढोरपाटनमा। ल के हो फेरि यहाँ बसेर नेट चलाउन डाँडामा आएर घर चलेन। नमस्ते होइन? नमस्ते त हैन दाइ। ए नमस्ते चल्छ यहाँ? नमस्ते नि छ क्या, नमस्ते चल्छ क्या? यहाँ चल्दो रहेछ क्या। ए यहाँ चल्दो रहेछ, तर बेलुका पनि चल्दैन यहाँ। दर्शन लगाइ गाउँमा कोही छैनन्, यसो गरेर फनक्क घुमेर हेर्नु पर्दा। अनि हिमाल पनि अलिअलि छेकिया। कहाँ गाउँले रे? म्याग्दीको नाइक हेरौँ। 14 वर्ष लाग्यो। 14 वर्ष त बनाए छैन। ल ठिक छ। 2 किलो झिक्ने नेनाहरूको नि ए हो र? दुइटै छ भैँसीहरू यहाँ छ गाइस। ल भैँसी बसेको सर्लक्क। अनि गाइस कमेन्ट नगर्नु थाहा नि यो फुललाई के भन्छ अरे? चैटा फुल्छ। अनि ल हेर्नु पर काठ बोकेर जाने खान देख्नु, काठ बोकेर यो सुन्तला रोपे खान। यो चाहिँ हाम्रो सुन्तला, त्यो पुरानो स्कुल हो, यो नयाँ स्कुल हो। यो यता यो घर, यो मन्दिर, यो त्यो देऊ माथि त्यसको त तोरी पानी त उता बेनीतिर। ल त्यही हो गाइस। अब हामी निस्किनु पर्ने हुन्छ गुर्जातर्फ। आज पहिला हामी गुर्जा गएर बसौँ, भनी भोलि फर्केर चाहिँ ढोरपाटनतिर लागिन्छ। भोलि पानी नपरोस् ह। अनि निकालिदेऊ त नेचुरल सोफा कुसन। त्यो चाहिँ पर्सेउला भन्छ हामीले, यसलाई चाहिँ भैँसीलाई ओछ्याउँछौँ खासमा। भैँसीको सोफा हो त्यो खासमा भन्नुपर्दा, पछाडिको क्या त्यो। अनि मल बन्छ नि त, मल धेरै निस्किने भयो क्या। यस्तो भयो भने चाहिँ यो भयो भने चाहिँ यो ओछ्यायो भने चाहिँ मल धेरै निस्किनु भयो। यहाँ हग्छ नि त गोबरहरू, अनि मल यो नि कुहिन्छ नि त। बाजा नि बजाउनु मिल्यो, बस्नु नि मिल्यो। अलि मोटो मान्छेलाई झन् ठिक्क हुन्छ त। सानोबाट हटाउँदै आदि। हजुर केही नि हैन। सबको डिबी गिलास झिक्दिनु, यिनीहरूको डिबी गिलास झिक्न मिल्दैन रे। पड्काउँदै जानुपर्छ। मेरो पनि 2टा डिबी गिलास छैन, झोलामा छ। यसको नझिक्ने
ए फिक्स हो यो यो रबिन दाइको निकाल्दिनु न फिक्स रहेछ यार त्यो धनी मान्छे भएर पेट्रोल लोभ गर्नु होला दाइ त्यो होइन क्या अहिले डिबीको झिकेर चाहिँ पेट्रोल बढी खान्छ भने चाहिँ कुन चाहिँ माइकल लालले भन्यो ए रबिन माइकल रबिन गुरुङ माइकल मलाई दोष दिइरह भाइ तँलाई पेट्रोलले नुहाइदिन्छु मैले हेलो अहिले यहाँ भिडियो पनि भन्नुभयो नि त पेट्रोलले नुहाइदिन्छु भनेर अँ अहिले कतिको पोलीको पक्का हुनुहुन्छ हेर्नु पर्यो बाबु जाता 1 लिटर झिक्ता भर्खर नुहाइदिन्छु यसलाई 1 लिटरले पुग्दैन कम्तीमा नि ए सलाई बाल्न पाइँदैन फेरि नुहाएर निकाल्लौँ भने ए सलाई नि बल्छ नि फेरि सलाई त्यस्तो त पाइन्छ निकालौँ भनेपछि ए जाम गाइज यार छिटो जाम यार रेडी भयौँ यार ए गाइजहरू यहाँ फोनमा बोल्दै ढिलो गरे निस्किन परो गाइस निस्किन परो गाइस निस्किन परो ल गाई फाइनली हिँड्ने बेला हिजो ब्रेक टाइट गरेको जाम भइसक्यो अरे चिसो ठाउँमा गयो भने चाहिँ ब्रेक अझ लुजो भइदो रहेछ गर्मी ठाउँमा आउनु भयो ब्रेक टाइट भइदो रहेछ यसको सिस्टम त यस्तो छ लुजो टाइट गरेर राख्नु त केटा त्यहाँ खेलिराख्नु मजाले हामी चाहिँ अब यता जानु माथि जानुपर्ने हुन्छ फिल्मको सुटिङ नै भइरहेको माथि के को सुटिङ भनिसकेपछि चाहिँ पुरानो फिल्म हाम्रो धिरन साक्के निरुटा सिंहहरू आउनु भयो अरे भेटिन्छ होला होप्सो मलाई चाहिँ त्यस्तो मान्छेको माझ गएर बोल्न इन्टरेक्ट गर्नु अप्ठ्यारो लाग्छ डर लाग्छ अरे गाउँतिर मजा आयो मजा हिलो चाहिँ अलि जोगाउनु भयो नि गरे यो जेन्जी पागल शीतल र शीतल बनाइदियो जेन्जी भाइले गाउँ आइपुग्यो ठुलो उडाएर हैरान छैन यहाँ पिच भइसक्यो यार हाम्रो गाउँको मान्छेहरू नमिलेर यो गाउँ पनि राम्रो छ यताको सबै बाहुन गाउँ हो सर यहाँ त के यो खेत रोप्नु लागिसक्यो यहाँ अहिले बर्खा नआउँदै एक ताकममा उहिले जानै पर्थ्यो अझ यहाँ पिच मात्रै गरे चाहिँ यहाँ लाइनिङ अरू कलर हाल्यो भने यो रोड त भाइरल हुन्छ होला हिमालनी देखिने सबै देखिनेवाला पेट्रोल दिनु न यहाँ कति आएको छ 1.5 लिटर अरूलाई कि 2 लिटर फोन हाल्नु त हजुर फुपू होइन हाम्रो फुपूमा पेट्रोल हालियो अब हामी निस्किन्छौँ माथि दिँदा अब अर्को फुपूकोमा गएर तेल हाल्ने मुना गरेर हालियो 3 लिटर गयो टपअप धन्न गाउँमा पेट्रोल चाहिँ पाइन्छ आमा पल्युसन हेर्नु गाइस पल्युसन है सास नभेरिकन छिटो अब यो भएपछि सिबाङ आउँछ सिबाङ आउँपछि मच्छिम आउँछ मच्छिमपछि मुना आउँछ है गाइस ल गाइस यो चाहिँ मेरो मामा गाउँ मेरो मम्मीको गाउँ यो चाहिँ मामा घर जाली माथि हो अब यहाँबाट नि अझै पारीबाट चाहिँ दर अनि अझ उता मुदी भन्ने ठाउँ छ हामी चाहिँ यहाँबाट सिधा गएर यो खोला पछाडि जानेवाला छौँ पारी चाहिँ अलि पर गएर क्रस गर्नेवाला छौँ पारी चाहिँ यस्तो बाइक गएको छ उता एउटा लगाएर हामी चाहिँ खोर्रे भन्ने ठाउँमा आयो अब यही बाटोबाट गर्नु सिधै झोरपाटन पुगिन्छ है हामी पारी जानुपर्छ उताको लागि कति स्पिड कुदाएर आम्मा भेटाउने यार हामी झन् कम कुदाइयो है भेटाउने भनेर म त केटाहरू म चाहिँ अगाडि गएनन् भन्छ सोध्छु होइन यहाँ बल्ल रोकेको हामी सोध्दै कहाँ भन्दा दिमाग खराब तिमीहरू फास्ट भएन र मैले त अब कहाँ डाँडा पनि देख्दिनँ अनि रकेट हानेको नि ल गाइज हामी चाहिँ लमसुङको पारी आएर बसेँ यहाँ घर बनाउनु हुनुहुन्न रहेछ यहाँ हामीले कुरेको भाग्या भेटाउन नसकेर अनि त्यही अब पानी परेको छैन र आज चाहिँ उता कालो बादल लगाइरहेको पानी पर्ला जस्तो चाहिँ सिचुएसन छ गरे लेट्स सी पानी चाहिँ नपरोस् पुग्ने जलसम्म होइन हिँड्ने बेला पानी पऱ्यो भने त ल्याङ हुन्छ अब हामी अहिले तल खोलामा जान्छौँ यसको हल्का हस पाइप लुज भयो यो हस पाइप बनाएर अनि फेरि हामी उकालोतर्फ लाग्नेछौँ है त गाइज आम्मा यिनीहरूले कुदायो एउटा म्याग
म्याग्दी खोलामा मेसिनी पानी यो पनि हो गाइज है। अब हामी यहाँ बस्छौँ, डिबिसिबी बनाउँछौँ, सबै बनाउँछौँ। पौडी खेल्न त सकिन्न होला चिज है। ल गाइज हामी चाहिँ लमसुङको खोला मुनि आएर बसे हम गाउँ मुनि आएर धेरै पहिला आएको थियौँ। हामीले मेरो साथी कमलको मम्मीले गीत गाएको लेखेको गीत चाहिँ सुटिङ गर्नको लागि। अनि पछि यहाँ पानी पर्यो, वेदर खुलेन, ठाउँ सानो भएर चाहिँ हामी पछि दरबाङ गएर सुट गरेको थियौँ। खोलाको छेउमा बसे हामी सबै जेएनजी आन्दोलनहरू यहाँ छन्। अर्को जेएनजी आन्दोलनले के गर्दै हो कुनी हाम्रो यहीँको भाइ छन्। हाम्रो गाइजहरू यहाँ भागेर भेटाउनै नदिने मान्छेहरू यस्तो यस्तो छन् गरे उडाउने कुदाउनेहरू छन्। अब एकछिन यो गहिराइमा बसेर चाहिँ डाँडाको लुक्सहरू अलिकति हेर्ने। मैले पराए जस्तो 2-3 चोटि आइसकेको ठाउँमा 2-3 चोटि नै मैले खिचेर भ्याइसकेँ। अनि हेर्नुभयो होला पुरानो भ्लगमा, तर फेरि नयाँ भ्लगमा पनि हाल्नु पर्यो। सो त्यो भएर लेडिज स्टार र ड्रोन सट पानी मुनिको सट नै हान्छु म तपाईँलाई। लेडिज स्टार र पानी मुनिको र ड्रोन सट इन 3, 2, 1 छ्याउ गाइस, सो ब्याड किन भन्नु न। पानी मुनि त गयो ड्रोन होइन, उड्नै मानेन क्या, उडाउनै सकेन, बलै भएन। त्यसको लागि चाहिँ हल्का इनर्जी ड्रिङ्क्स हानेर चाहिँ चियर्स गाइस, एक्सट्रिम इनर्जी ड्रिङ्क्स हानेर चाहिँ जस्तो गरेर shimmer on our skin, restoring everything within. Oh, dreamy, breezy we go, easy, easy on our tiptoes, undercover agents of the other. ल गाइस, यहाँ काइजरको कार्यक्रम सुरु भइरहेछ। टक्क खोलाको किनारा बसेर हेर्ने अडियन्सहरू पनि यता ओ ठुलो हेरिहाल्छ काइजरहरू। त्यही हो गाइस, बवाल तरिकाले खोलाको छेउमा बस्नुको मजा पनि छुट्टै छ होइन गाइस। ल गाइस, अब चाहिँ निस्किनुपर्छ। हामी एकछिन बसेर रेस्ट गऱ्यौँ। ए बाइक बनाउनु छ त अनि त्यहाँ हस बाइक माथिबाट बनाउने। ल ठिकै छ। अब हामी जान्छौँ लमसुङबाट माथि लुलाङ हुँदै, लुलाङबाट फनक्क डाँडा काटेर गुर्जातर्फ है त। अनि बाटोमा हेर्दै भिडियो छिरियो। हाम्रो अङ्कल घर कुन चाहिँ हो कुनी, हाम्रो आफन्त नि हुनुहुन्छ यता हो क्या। पेट्रोल कहाँ पाइन्छ? पेट्रोल लुलाङ पाइन्छ? यहाँ पाइन्न? यहाँ पाइन्न तल? हाम्रो गाउँतिर कहिले बाटो आउनु पछिल्लो समय मात्रै विकास भएको देखिन्छ यार। पहिला त लास्ट ढिलो विकास भएको नि यार, बाटो छुइची पुग्नु पर्ने थियो, पुगेकै छैन यार होइन। अहिले चाहिँ बल्ल बाटो गाउँ गाउँमा पुगिन्छ। पेट्रोल कहाँ पाइन्छ? पेट्रोल कति छ? भोलि कि पर्सि आउँछौँ? हो हजुर हो हजुर। के अरे यहाँ अहिले 3-4 लिटर गरी जान्छ, हालिदिनु यहाँ पहिला। ए थ्याङ्क यू। Yesterday there was sun and there was rain, beauty in the mundane. And as the light startled our eyes, we let go of disguise. लुलाङ्गेहरू हौ तिमीहरू? लुलाङ्गेहरू हौ? खै तिम्रो यो लुलाङ्गेको फेसन हो यो फेरि। सिगन तान ल फेरि तिमीले निकाल सिगन, निकाल न। तिम्रो त छैन त सिगनै।
तिमीले सिगार निकाल तिमीले सिगार निकाल त ल यसो गर न एकचोटि गर न हामीले चाहिँ हस पाइप हल्का उस गरेर मिलाउँदैछौँ कार्बोरेटर निकालिदिनु भन्छ केटाले कस्तो छ नक्सा गर्नु पर्दैन त नि सानो मोबाइल हैचे कस्तो हैचे रे आऊ न आऊ कस्तो हैचे रे बोलम का सन्चै हुनुहुन्छ कहाँ हो तपाईँ घर यही हो ए गुर्जा जानुभयो गएन म यहीँ जन्मेर नि जानु भएन जान त कतिपल्ट त गइयो होला नि गइयो नि जान्छ अनि किन गएन भन्नुहुन्छ त अहिले गइएन ए अहिले गइएन ल भाइहरू चाहिँ माथि गएर आएको रे के भएको रे खुसी भएर खेतमा आसेर के हुन्न बाइक लिएर चलाउ रे खेतमा भनेर लाग्यो होइन त्यहाँ त सिडी भट्काएर बाइक माथि आला भन्छन् त्यस्तो सपोर्टिभ ढरघटनमा त केसै हाल्छ नि यार फुलहरू नि मास्न त हुन्न चाहिँ त्यही नि ठिकै छ गाइज अब हामी पेट्रोल हाल्यो राखिदिनु है हामी आउँछौँ फर्केर आएर हाल्नुपर्छ पेट्रोल यहाँ अनि यहाँबाट हालेर फेरि पारिबाट उता जानुपर्छ बाई 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 गुड रन कहाँ केटाहरूले एल्टिट्युड सिक्नेस यस्तो जङ्गल भएर ठाँडा खासै एल्टिट्युड लाग्दैन कि घरबाट नि त कुन डाँडा त्यहाँबाट ए हिँड्मै अनि उयो माथि पुगेको धरपन पुग्यो क्या गाइस टुच्चा गुराँसदेखि लाग्यो गाइस क्या रमाइलो म त सबभन्दा अगाडि आएको सुदर्शनको बाइकको अलिक कुदाएन त्यसको त्यो हस बाइक फुस्किएर अलिअलि यहाँनिर चाहिँ हल्का हिलो रहेछ पानी पऱ्यो भने त गाह्रै छ अरे अन्त इजी नै हो देउराली भन्ने होला गाइस हिमाल त अब हिमाल त अल्प ठुलो छ लान्छु यार केटा आउँदैछन् यस्तो इलुजन भएर यस्तो बगल देखेँ कुरै छोडिदिनु गाइस यार आम्मामा केटाहरू कहाँ आइपुगे 1 मिटर अलिक कुरा चाहिँ फुले देखेको भ्यू देखेर हो क्या यस्तो बल ठाउँमा यो चाहिँ कुन डाँडा होइन देउराली डाँडाको शीतल हावामा सारा जङ्गल नै केटाहरू नि आए ल बबाल अब ड्रोन झिकेर त्यहाँ यस्तो मिठो सर्ट हान्नुपर्छ हाइपर लाइफ नै हान्ने ट्राई गर्छु सबै आइसक्यौँ गाइजहरू होइन हाम्रो चाहिँ यो लोकल स्टाइलमा अरूले डोरी बोक्छन् भनेपछि यो हलुकानी भयो अनि यो पुरै याकको छालाबाट बनेको याकको खसीको रमबाट बनेको भन्थे अनि डोल्पा जाने बेला मैले यो 2000 ठटाएको थिएँ अरे यसलाई अब कतिको हो है 3वटा किनेको 6000 त त्यहीँ ठटाएँ मलाई अब यहाँ हाम्रो यहाँ कहाँ हो घर लुलाङ हो लामा लुलाङ्गे गाइज पनि हुनुहुन्छ र बाख्राहरू माथिबाट भेरीकोटबाट झर्दैछ तल अब बस्न दिनभरि चरेर आयो अब एक मिठो स्वर्गको भन्दा राम्रो ढोका खोलेर जानुपर्छ र लेट्स स्टार्ट द ड्रोन शट इन 3 2 1
यो सबै हजुरको हो ए रमाइलो रहेछ हामीलाई हेर्दा रमाइलो गऱ्यो हजुरहरूलाई त दुःख होला नि होइन कहाँ हो हजुर घर लुलाङ हो मेरो यहीँ ढारपानी हो लगाएर हामी चाहिँ बसेर डक्क लाएर एकछिन कुर्यो आकाशतिर हेर्नुभयो होला खासै हिमाल खुलेन सो ब्याड लक कोसिस त गरेको एउटा हाइपर ल्याब्स हान्न राम्रो त देखिरहेको छ त्यही पनि कालो चिया बनाइदिन्छु भन्नुभएको थियो त दुध हालेर चिया बनाइदिनु बस ए ल डिमान्ड अनुसार आयो मकै र भत्रै अर्ग्यानिक खाजा गाइस गाउँतिर हामीले सानोमा खाने यस्तै हो ल ल्याइदिनु ल गाइस बसौँ पिकनिक डराई पिकनिक हाल्नु ए ल तिमीमै पाँचवटा हो चिया पुगेन बनाहाल ए हामीले कफी बनाउनु भयो नि कालो कफी गलत भुलिएछ है ठिकै छ के गर्छ भन्नै लडेर ब्रेक त फेरि आएछ नि खडुसै ब्रेक रहेछ यार यसको त यार ए नगर न त्यस्तो यार तल गरेर लाग्ने भएको छ ल लाग्यो गाइस देउराली डाँडाबाट पनि पहिला हाममा गाडी आएको थियो 1 घन्टा हिँडेपछि पुगिन्छ भने कहाँ होइन यता चाहिँ अलि हिले लाम्टे रहेछ आल्ली धेरै होइन के भयो साग होइन यो के हो खै साग नै हुन्छ चाहिँ निस्क्यौँ गाइस ल कुदाखान मजाले सुदर्शनले बाटो चाहिँ भवालै हो यार हेरेपछि ब्रेकिङ खेलाउनै नपर्ने यार इन्जिन ब्रेक मात्रै खेलाएको राम्रो ब्रेकैमा यहाँ घरि चिसोले साह्रो हुन्छ अरू कौलो हुन्छ ब्रेक बनाउनु पर्छ मेरो यार मजै मजा छ यार हाम्रो गाउँ ठाउँ पनि यसरी विकास हुँदाखेरि खुसीको आनन्द खुसीको आँसु मिल्यो ल अलि धेरै तल रहेछ हामी त धेरै हाइटबाट लाग्यो घुमाएर घुम्टी हान्दा भयो त यो डाउनहिल रमाइलो भयो मजा आयो अलिअलि थाके जस्तो चाहिँ भयो अहिले थाके जस्तो कम भयो अरू चाहिँ स्याहार भएन स्याहार त खासै हाम्रो चाहिँ गाइस खासै योमा स्याहार चाहिँ हुन्न जिउ चाहिँ दुख्छ क्या हात पम्पहरू भएछ थाक्छ क्या मेनली भनेको होइन अनि बाइक चाहिँ हामीले डक्क हेर्ने सफा पानी हेर्ने कस्तोमा राख्दैछ यस्तो अरे हाम्रो सब बाइक आइपुग्यो गाइस अब गुर्जा पुग्न नजिक छौँ ल के अरे कतिचरीले लड्थ्यो त नि अनि टायर चिपेर रमाइलो भयो लड्दाखेरि लड्दाको अनुभव सुनाइदियो तिम्रो त्यस्तै केही होइन नयाँ कुरा सिकियो अनि यता हेर न के हो नयाँ कुरा चाहिँ हजुर नयाँ कुरा चाहिँ के हो के रे भाइ विविधता यस्तो यहाँ म जस्तो मान्छेसँग हिँड्न पाउनु अनि जेनजीको आन्दोलनको मान्छेसँग हिँड्न पाएकोमा खुसी छु म पनि ल ठिक छ र एकछिन रेस्ट भयो अब निस्किनु पर्छ गाइस अब गुर्जाको लागि एक्साइटेड ओभर एक्साइटेड भोलि हिमाल खुल्यो भने त झन् त्यो भ्यूको लागि झन् ओभर पागल एक्साइटेड झुलो उडाउँदै यो रुख ओहो छिरो खतरा ठाउँ छ यार त्यो पुरै मलाई मन पनि जस्तो ठाउँ रहेछ पुरै थोत्थर रुख भयो कि के भयो पानी छिरेको यार तान त पानी हो रमाइलो त लो ल ठिक छ हामी यहाँ निस्कियो खनेको मारी डाम्नाले
उहाँ जेन्जी अड्किखेरि लान्छन् केटाहरूले ल्याउँछन् आमा छोरो भोलि त्यो डाँडा लानुपर्छ यहाँबाट सरक्कै जाँदैछ यहाँनिर एक ठाउँले अप्ठ्यारो रहेछ होइन त्यहाँ उतातिर पुरै हिमाल देखिन्छ यार फाइनल्ली वेलकम टु गोर्जा गाउँ हाइट यार यसो डाँडा गएर आइदिनु पऱ्यो खेल्ने ठाउँ त आम्मामा यहाँ पो रहेछ दामी खेल्ने ठाउँ त मजा केटाहरू रन्कायो गुर्दाको डाँडामा ल गाइस यहाँ डाँडामा आएर एकछिन बवाल कुदाइयो फाइनल्ली गोर्जा गाउँ चाहिँ त्यहाँ छ भनेपछि हिमाल चाहिँ त्यहाँ देखिरहेछ माथि आकाशमा हाइपरल्याप्स हेर्नु सक्नुहुन्छ एकछिनमा होइन म देखाउँछु रिजल्ट कस्तो आउँछ हाम्रो ग्याङहरूको बाइक चाहिँ यहाँ यस्तो गरेर बसे है कुरै छोडिदिनु 2023 को मिटरमा छ होइन के हो लड्ने हौ तिमी र म लड्यामका हौ लड्यामका ह्यान्डसम छौ त तिमी त ह्यान्डसम छौ त के हो तिम्रो नाम उकिन्दर चुकुन्दर त होइन लास्ट ह्यान्डसम यार गुर्जाको गाई जानु यो थकित अवस्थामा छ हाइपरल्याक्स ग्याङ चाहिँ यहाँ स्टार्टिङ हुँदैछ 3 मिनटमा हान्छ 4 मिनटमा हान भन्ने हो अनि डक्क के छ मेरो भिडियो राम्रो नखिचिदिने मान्छे यही हो है फेरि मलाई रे त्यो मन त्यहाँ माथि अड्के थियो अनि कसरी खिचिदिनु त जुम गरेर खिच्दिने जुम गरे 8x मा त खिच्दिएको तर यसरी खिच्दियो भने सिधा खिच्दियो कस्तो भयो त हाम्रो राइड फेरि बाबा चिलमा हो हामी लक्कीले हिमाल खोलिदियो अनि ल हाम्रो यहाँ ग्याङहरू 2 जना बुलेटमा आएको होइन कहाँबाट आएको बेनीबाटै हो कहाँ हो गाउँ भकिमली अब्बै भकिमली गाइजहरू पो रहेछ अनि अर्को हाम्रो जेन्जी ग्याङ फेरि के छ खबर उत्तानो पर्यो कहाँ परे म जे पाए त्यही बोल्ने जे मुखमा त्यही बोल्ने यार सीमा हुन्छ नि यार मुखमा हालेर बोल्ने नि यार फेरि को केटीको नाम हो सीमा फेरि के भन्न खोजेको यस्तो धेरै बोल्ने बानी उल्टै गर्छ नि होला फेरि लगाइ गुर्जाको गाउँ चाहिँ जुमिङमा हेरौँ है 1 2 3 गो वा ढ्यान टड्यान धुवा उडिरहेछ ओ केरातिरु यहाँ यहाँ त केरातिरु दौड्यौ न दौडिन्न र दौड्यौ छिटो तिमीहरूलाई यहाँ कुन बाइक मनपर्छ रोज तल जाऊ न तल जाऊ क्या तल जाऊ कुन मनपर्छ तिमीहरूलाई कुनै मन पर्दैन जुन मनपर्छ लैजाऊ क्या दिन्छौँ टुङले कहाँ लगेर चलाउँछौ र मेरो आवाजै बुझेन क्या धन्दा मोटो खज्यो मेरो किन यो तपाईँहरू बाइकमा झरेको आउँदा बाइक कुराको देखेर डर लाग्यो डर लाग्यो नि बाबु आउँदा बित्तिकै तपाईँहरूको मुटु छैन भन्नुहुन्छ अरे अङ्कलले यार कहाँ गएर आउनुभयो तपाईँ म यहाँ थाना लिनु आएको बाबु ए तल म हेर्नु थाना लिनु आएको यही हो घर हजुरको घर ओ भाइ यो खच्चर हो कि घोडा हो घोडा सर न बिस्तारो घुलुक्कै है तेरि डराउने फेरि भाँचेलाई हो र फेरि ल दौडा है ल दौडा खै कतिको हेर स्किल्स दौडाउनु देऊ न भाइ दौडाउनु देऊ न छोडिदेऊ छोडिदेऊ चलाउँछन् बाटो छोडिदेऊ है बाटो साइड लगाइदेऊ त फाइनल्ली हामी चाहिँ अहिले गुर्जा पुगिसकेका छौँ यो हिमाल चाहिँ तपाईँले सधैँभरि मेरो भ्लगमा देख्नुहुन्थ्यो मेरो गाउँबाट एकदमै टाढाबाट देखेको आज नजिक आएर अवलोकन गर्न पाउँदा म एकदमै खुसी छु
गुर्जा गाउँको शिरमा भएर होला सायद यो हिमालको नाम पनि गुर्जा हिमाल रहेको छ। यो खोला, यो डाँडा, यो पाखा, यो बादल, यो कुहिरोले ढाकेको ठाउँ साँच्चीकै भन्दा स्वर्गभन्दा कम नरहेछ। आज हामी आएर थाहा पायो र भोलि अझै बवाल भ्यू देखाउने तपाईँहरूलाई बाचाको साथ अब हामी गाउँतर्फ लाग्छौँ। ल वेलकम टु फेरि गुर्जा भिलेज। कहाँ यहाँ रोकौँ, यहाँ सोध्नुपर्छ फरमान अङ्कलको घर कहाँ र परमान अङ्कलको घर त्यो तल घर नि हो। ओ के गर्छ र ल फेरि वास पर हुन्छ ओ कडा ल सबै गाइजहरू आएर यहाँ पार्किङ गर्न लाग्यो। हाम्रो अङ्कल आउनुभएको छ ल्याउनको लागि, धन्यवाद। अब हामी तल गएर बस्ने थिएँ। सुटिङको टिमहरू चाहिँ कता हो बसेको? ए हाम्रो बालकपन यस्तै थियो। यस्तै भातमा चिया हालेर खाएको निम्ले, भातमा चिया हालेर खाइछ निम्ले। ओहो खतरा छौ त तिम्रो बाइक चाहिँ यार, साट्ने हो बाइकसँग। लौ कस्तो भयो र नि, साधौँ न प्लिज। तिम्रो नाम के हो? निरुबा? गुर्जाले हो तिमी? निर्मल हो? बाइक साटौँ न, तिमी साट्ने कि यो साट्ने? हुन्छ साट्ने यो बाइकसँग, यो बाइक नसाट्ने, यो गाडीसँग साट्ने कि नसाट्ने? साट्ने हजुर। ल गाइस निस्क्यौँ अब। बाटोमा आउँदा हाम्रो अङ्कललाई नि भेटियो। नमस्कार छ अङ्कललाई। अङ्कलले फेरि जहिले हिरो मात्रै लिएर आउनुहुन्छ अरे, जुन ठाउँमा गयो हिरोसँग ठ्याक्कै। ल हाम्रो यहाँ आन्टी हुनुहुन्छ, हाम्रो विकास भाइ। म सानो हुने बेला बेनी बोर्डिङमा होस्टेल बस्ने बेला हामी सँगै बस्थ्यौँ। अनि उहाँको घरमा आइएछ कहाँबाट झुकिएर। अब आफन्तै पर्नु हुने रहेछ। अब अङ्कल सारथी भन्ने फिल्म सुटिङ हुँदो रहेछ। यो पहिलोचोटि बाटो आएको, पहिलोचोटि नै उद्घाटन भयो फिल्मले चाहिँ। अनि जोस् यो ठाउँ पनि राम्रो छ। अनि ढोरपाटन भनेको त यही डाँडा उतापट्टि होला है। विकास हामी सँगै सुत्थ्यौँ क्या होस्टेलमा। ठ्याक्कै हेर्दा त हामीले त सानोमा अर्कै देखेको, अहिले चाहिँ धेरै अलि फर्स्ट सिन उहाँको दारीवाला रहेछ, त्यही भएर दारी पाल्नु भएछ। गाइज फिल्म हेर्न सारथी होइन, फिल्म सारथी ल हेर्नुपर्छ। फर्स्ट टाइम गुर्जामा सुट भएको बाटो आउँदा बित्तिकै। सो सबैजना हलमा गएर हेरिदिनु होला। आज चाहिँ मैले मेरो यहाँ एकछिन मेरो विशाल साथीलाई भेटेको। के छ साथी? के छ एमआरबी साथी भन न, के छ एमआरबी साथी? ल एमआरबी साथी र विशाल साथीले चाहिँ आज विशाल साथीलाई जुत्ता लाउन मन लाग्यो होइन। विशाल साथीलाई चाहिँ मलाई यहाँसम्म त यहाँ म मेरो विशाल साथीलाई ल एउटा मात्रै छिराउ, दुइटा होइन। ल मेरो हेलमेट एउटा। ल मेरो विशाल साथीलाई हेलमेट लगाइदिन्छु। ल गाइज अलि पछाडिबाट खिचेर ठिक। ल गाइज मेरो विशाल साथीले जुत्ता र हेलमेट लगायो। कस्तो भयो, मजा भयो? यो हेलमेट अलि भएन क्या होइन, यसमा चस्मा रहेन। चस्मा भएको लाग्यो चाहिँ मेरो विशाल साथीले। भनेपछि आफ्नै गाममा नि चिनेनन् मलाई। ल जस्तो हाम्रो विशाल साथी, म साथी बनाइसकेँ। भोलि मेरो साथीलाई मैले माथि घुमाउनु लैजान्छु भनेको। ल हिँड त एकचोटि, हिँड त एक पाइला, हिँड न, हिँड खुट्टा चलाऊ अलि अझ हिँड। ल यो झिकिदिन्छु। ल हिँड त हल्का। ल 1 खुट्टा भैमै छोइएन क्या। ल खुट्टा ल मजा भयो। यता मजा भयो भन न, मजा भयो भन न। मजा आयो। ल जुत्ता लाऊ तिम्रो। लगाइज हामी होमस्टेमा आइसक्यौँ। त्यहाँ विशालकोमा गएर खानुपर्ने हुन्छ। विशाल जम्मैको नाम विशाल भनेछु। त्यहाँ भाइकोमा गएर खाना बन्ने हुन्छ। खाना बनाखान पहिला हामी यहाँ हल्का कपडा फेरेर जानुपर्छ है त।